के छ मस्त हो मस्त 3 घण्टा निकाल्नु हेलो नमस्ते पहिला मुख धुनु जानु कति घण्टा जोड्नु 3 घण्टा जोड्नु भयो सुत्यो होला कति बज्यो त्यो मैले फोन गरेर बित्तिकै सुत्नु भएको ए भनेको 3 घण्टा 3.5 घण्टा भएछ यसो गरौँ अनि ठिक छ पहिला यो बिस्तारा राखौँ त्यहाँ होइन अनि बिस्ताराको साइडमा त एयर फ्राइहरू साइडमा राखौँ के त्यो फुट नफुटोस् के बुझ्नुभयो त्यसको त बिचमा राखौँ के हुन्छ म त एयर फ्राइबाट पहिला प्याक गरौँ ब्याग अब झाडाझुडो हाल्ने कहाँ भ्याग मिसाइको कुरा हुन्छ दाजुले बाबुको एक्सिडेन्ट भयो थाहा होइन कसको बाबु त्यही बाजे खान्छ के खान्छ हाम्रो चाहिँ प्याकिङ हुँदैछ होइन त दाइ हजुर एकदम हाम्रो मैले भ्लगिङ एकदम धेरै पछि गरेँ आज धरो फरो म भ्लग चाहिँ यसो मेमोरीको लागि मात्रै गर्छु यो मेमोरी कसरी मिस गर्नु त होइन हाम्रो आजको भ्लग 4 days आउट फ्रम मिस्टर तिलोत्तमा हाम्रो 3टा भ्लग आउँछ है त यो भ्लग प्रिजर्जिङ वेइङको भ्लग अनि सोडेको भ्लग त्यही भएर सब्सक्राइब गर्न दाइको लाइभ पनि म यहीँबाट यही मेरो युट्युब च्यानलबाट हाल्छु म पनि देखिरहेको छु यहाँ मेरो भाइ छ यहाँ हामी चाहिँ प्याकिङ गर्दैछौँ दाइलाई सहयोग गर्दैछौँ प्याकिङ गर्न आएको त्यसमा अन्डा छ काँक्रा यहाँ छ त्यो भयो यो चाहिँ धुने कि यो चाहिँ मेरो त्यो कुकुरलाई हाम्रो कुकुर छ यो चाहिँ गाडी पुरै त्यो घाउ आएर त्यसलाई त बिजोग छ त्यसलाई यो बाँसु राखिदिएको थिएँ आयो पछाडि आयो यो त चोरो यो त्यसलाई नदिने छोडिदिनु अब यसैको दिन रहेछ आज लास्ट खायो त्यसले ए यहाँ खायो दाइ यो फटा छ क्या धेरै बिरालो दिँदै दिन्थेन नि अर्को ठिक छ यस्तो पनि गरियो यार विवेक होइन जिन्दगी घर गरिदिन्छ नि सरकारले खटिया जाडा लाग्यो भन्ने भयो भाडा गेम्स भाडामा नआइदिनु सिङ्गल डिजिट बडी फ्याट मान्छेले भाडा माझेको बडी बिल्डरले बडी बिल्डर मिस्टर तिलोत्तमा टी सर्ट मन पर्यो राम्रो छ नि सिक्छ नि हुन्छ कि रमाइलो गर्ने हो केक पनि काटियो ए कम हिँडेमा पैदल भा कुरै नगर्नु यार हो यसरी जान्छ एकछिन नेचुरल हावा खाएर ओहो लाग्यो है लाग्यो माता रानी रक्षा गर्नु होला माता राधे अनि मोटाउन डाइट लिइसकेपछि म त्यो लाइनमा हिँड्छु नि ब्रदर म त्यो अब त्यो छैन त्यो हिजोको दिनमा छैन बुझ्नुभयो त्यो नै कुरा हो क्या अब पनि यार मेरो त बुढी छ छोरो छ छोरी छ बाबुआमालाई हेर्नु पर्यो नि अब त यार गाह्रो छ नि जिन्दगी मैले त्यो सम्झाउँदा भन्दाखेरि अङ्कल मलाई अरू केही भएन रक्सी छोड्यो भने त छोरोले भन्नुभयो यो खाना छोडेपछि छोरोले छोडिसक्यो 5 महिनामा टड्डिना गालाको बोसो सुकेर भाउ जस्तो लागिसक्यो बाबु र म एउटै देखिन्छ मलाई अहिले घर गएँ मैले हो महाकसम एउटै देखिन्छ आज हिजो टाउकोमा चोट लाग्यो बुवा एकदम दुब्लाउनु भयो अनि खेक्रेक्का छोरो पनि खेक्रेक्का अस्ति चाहिँ नि पहरा लगाएर चाहिँ त्यस्तो हो क्या हाम्रो बुवाको काम के छ भने बुवाले औषधिहरू अलिकति बढी युज गरिदिनुहुन्छ के अनि पछि मलाई थाहा छ नि त मेरो बाउको रोग के हो भन्ने होइन त्यो मलाई थाहा छ क्या तर बुवाले मान्नु न अब के गर्नु अब गएर मैले डाइट प्लान बालाई पनि फुल डाइट बा यो खानु भन्नु होइन विशालजी बाउलाई पनि त घटाउनु पऱ्यो नि बाउ मम्मीलाई होइन श्रीमतीलाई सबलाई हामीले
डिजेल रहेन रहेछ गाडीमा उहाँलाई चाहिँ उता बुटलतिर जस्तो यहाँ पनि रातभरि पम्प खुल्ला हुन्छ भन्ने भएछ अब गाडी 60-70 किलोमिटर कुद्छ राति भनेर चाहिँ छिटो पुगिन्छ भनेर हिँडेको हामी छैन जम्मा 3 फुट्टी छ अब इटरीमा खुल्ला हुन्छ भने सुनेको त्यहाँ पनि बन्द हुन्छ म्याक्सिमम चान्स त्यस कारण हामी विराटनगर जानुपर्ने भयो बुटोल हिँडेको मान्छे विराटनगर छिरो अनि डिजेल हाल्यो अनि फेरि फर्क्यो अनि हिँड्यो चाहिँ हाम्रो धनै आधी 1 घन्टा गयो समय बुटोलको टुर चाहिँ खतरै हुने भयो मलाई चाहिँ उताको जस्तो सेम अब 24 घन्टा खोज्नु जस्तो लाग्थ्यो नि त अब यता त फर्स्टचोटि म आएको अब थाहा भयो यताको पेट्रोल पम्पको पानी पर्यो भने विशालजी पर्यो उता दबामा गर्मी भएर हैरान्छ उता हाम्रोतिर नि गर्मी हैरान्छ यता त पानी परेर आनन्द अब बुटवल 300 किलोमिटर 300 किलोमिटर बिहानको कति 5 बज्न लाग्यो 4:30 देखि 5 को बिचमा भयो कति बजे पुगिन्छ भनेपछि 1 बजेसम्म पुगिन्छ होला होइन दिउँसो पुग्यो होला आज के ताजा हो राति हो क्या कति हो यो त 800 रुपियाँ किलो छैन किलो होइन 1 किलो बढी छैन किलो म यहाँ जिम फला मुचाल्ने मान्छेलाई तिमीले आएर किलोको गु देखाउँछौ यार तपाईँले जोख्न लिएर आएको लगभग 750 ग्राम छ दाइ 750 ग्राम छ कि होइन त हामीसँग मेजरिङ होला त भित्र स्केल त्यहाँ छ हामी त जोखेर खाने हो भाइ चित्र आएछ होइन ठिकै छ त्यसो परेन सिद्ध भएछ चित्र आउँछ म कहाँ बनाएर लाने फेरि गनायो भने कति रुपियाँ किलो भने किलो त धेरै होइन 800 रुपियाँ किलो के गर्ने लाने हो हुन्छ भयो भाला कहाँ गनाउँदैन त भरे खाँदा नि बुटोल पुग्दाखेरि के हुन्छ बुटोल ए त्यो त बोतल हुँदैन गनाउँछ नि बुटोल पुग्दा त त्यही त ल भाइ एउटा स्याम्पू भएको भए त होइन बुटोल हो जाने बुटोल हो हामी त पुरै नापेर नि यस्तो भलो मुचाल जाउँ नि टक्क फेरि हाम्रो धान 750 ग्राम छ जिस्काएको क्या जिस्काएको यार कहाँ हाम्रो थाहा मेरो भाइ एप्स हेर्दाको त्यो हामी त ज्यान बनाए होइन जम्मै सुके त जम्मै ज्यान बनायो पिस बनायो बुढा पानी मुखाल धुमुक दौ यस्तै हुनुपर्छ यार जाम स्टेप हिँडौँ न एकछिन 1000 कहाँ पुग्यो हामी कहाँ यो सिन्धुली र हेटौडाको बिचमा टी सर्ट खोलेर देखाइ न त्यो सरी हिँड्दै अब अगाडि हो यतिको कटिङ निकाले सर ब्याक डबल बाइसेप्स ल ल ल कस्तो हो दाजु मस्कुलर पोज ल एकदम खतरा कन्डिसन कस्तो हुँदैछ 3 days आउट फ्रम मिस्टर तिलोत्तमा एप्स फ्लेक्स टेरेका अलि बाङ्गडेला फेरि आहा स्टेप पुगाम स्टेप तपाईँ के चिया रोटी यो प्रोटिन बदाम ओट्स त्यस्तो उता दाजु जस्तो शरीर यो चाहिँ हाम्रो ब्रेकफास्ट खाजा खाने टाइम अब दाजुको लागि अन्डा काँक्रा खाँदै आइपुग्यो होइन दाजु यहाँ सबैभन्दा बेस्ट चाहिँ ग्लुटामाइन है तर कम्पनीमा देखाउनु न तर ग्लुटामाइन सप्लिमेन्ट चाहिँ युज गर्दा हुन्छ सबैले मेरो खाजा यता अब दाजुको यहाँ मेरो ब्रेकफास्ट ओट्स खान मन लागेको छ
लागेको छ ओट्स गुलियो यति तिनवटामा के खानु मन लागेको छ सबै सबै यो त मेरो मिलमै छ नि त यो त मिलमै छ त्यो छैन ल हजुरको अब पानीले This is my first meal, brother. फर्स्ट मिल कुकुम्बर पनि फ्रिजमा रहेछ यति मात्रै भेटाएँ फेरि तातो बनाउनलाई उमाले कुकुम्बर पनि अनि तातै खाने बिरामी किन हुने ओहो त्यहाँ तातो भनिरह त मैले अलिक सानो कस्तो फिल भयो विशालजी आनन्द अब त पुग्न आँटे जस्तो भयो होइन दाजु रेस्ट टाइमको रातभरि कुदाउनु गाडी अब मेरो पालि दाजु यता रेस्ट दाजु त रेस्ट अब विशालजी ड्राइभिङ रेस्टको गाडी आज स्कर्पियो होइन हेलो एभ्री वान भन्छु न दाजु हाम्रो थिएको के हेलो एभ्री वान परला जस्तो गर्दछ हेलो एभ्री वान मेरो हजुर ल विशालजी अब हामी बुटोल आइयो होइन आइयो अब खाना खाने गाउँले चुलोमा गएर अनि त्यसपछि ब्ल्याक फरेस्टमा गएर कफी खाने त्यसपछि घर लाग्ने मेरो मिल बनाउने मिल खाने अनि दुईजना जाने रेस्टुरेन्टमा गएर मजाले तुलसिरी हाउस आराम गर्ने अनि फेरि जिम ओके जिम दाइको मिल आइपुग्यो होइन यति भोक लाग्यो हामीले चाहिँ खाना खाइसक्यो त अब एकदम फुल भइसक्यो अब जति खानु पऱ्यो यति पनि खानु भएन अब यति खाएर डाइरेक्ट घर होइन त यो दाइको चिकन सबै आयो तिलो तमासम्मलाई पुग्ने गरी चिकन आयो होइन ल ए ल आउनु यो हाम्रो बारी आप तो एक यो आप पनि केही नै मम्मी बाबा हे बाबा चिन्यौ चिन्यौ आऊ त ओइ आऊ त आऊ छिटो बाबा आउनु त हेर है आऊ आऊ न छिटो छोड्दै अहिले मोबाइल हेर्ने आज म तिमीलाई भिस्यु ल्याइदिएछु छिटो मक्कु अरे त त्यही राख्दै मोबाइल छोरालाई कुहारै भन्नुपर्छ बिचरा 5 महिना पनि नआएको को अङ्कललाई नमस्ते गरिदेऊ न नमस्ते गरिदेऊ नमस्ते गर न नमस्ते सलाम गरिदेऊ छोरी बाबा हेर्दा मसल टोकेर सबै आएर आच्छा आऊ ल यो भाइ बाबुले देऊ आऊ ल फेरि बब्बा अहिले राख्छ छोरो हेर तिमीलाई मैले गाडी के चाहियो भन त सुपर मिल ल्याइदिए बन्दुक हेर यहाँ छोरीले हेर्दैछिन् हेलो सिटबाट मौराले कपाल पेट घटायो नि त पुरै हो हेर्दै छ पहिलाको पेट ठिक कि यस्तो जेम जिउ कस्तो भयो सोध्नु न भाउजूले मैले मान्छे अर्की देखिरहेको
डिफ्रेन्ट मान्छे कस्तो पठाए कस्तो अर्कै मान्छे ल्याए जस्तो होइन भोलिको पर्सि अर्कै हुन्छ एकछिन त्यसपछि दाङमा किन्छ के छ दाङमा दाङको हुने हो यहाँ बुटुल होइन बुटुल पनि त्यस गति यस्तो गर्ने यस्तो गर्ने पन्चु लाउने त्यही मन पर्दैन मलाई त्यही मन पर्दैन कि मलाई होइन त्यो होइन त्यो यस्तोवाला लाएर खेल्नेवाला पनि हुन्थ्यो तर मेरो कम्मर त्यस्तो छिनेको छैन कि यस्तो छ नि त त्यही भएर चाहिँ त्यसमा सुहाउँदैन भनेर चाहिँ यसो यसो गर्न भएन कि तिमीले भनेको यस्तोवाला हो होइन मैले भनेको यस्तोवाला हो त्यही भएर मलाई त्यो चाहिँ मन पर्दैन के अरे अलिक ठुलो भाँडा उकारे नि गर्दैन क्या यार नगराउनु यार साँच्ची भनेको घरमा आएर फर्स्ट मिल होइन घरमा आएर फर्स्ट मिल चाहिँ थर्ड आइन्दा यो थर्ड मिल घरमा आएर फर्स्ट मिल ल हामी चाहिँ वर्कआउट गर्न लाग्यो होइन अब 2 सेसन छ तपाईँको वर्कआउट आज अनि भोलि लास्ट सेसन हामी कुन जिम जाँदैछौँ आज ग्यारेज फिटनेस जिम पहिला ग्यारेज पनि त्यहीँ गरेको मेरै नै भयो भनौँ न अहिले पहिला अहिले छैन भनेपछि ठिकै छ अब आज हामी जाने आज पुस वर्कआउट गर्ने ओके अनि फर्किने मिल खाने सुत्ने ओके वाकिङ पनि छ नि स्टेप हिँड्दै नै होला वरिपरि मिल खाएर हल्का हिँडौँला यहाँ आउँदा हिँडौँला कि खासै छैन आज स्टेप अलिअलि हो ल अब जिममा भेट्नुपर्छ दाइको आज पम्प हेरौँ है त कस्तो आउँछ वर्कआउट पनि सकियो आजको भ्लगको लागि यति नै आज हाम्रो यो चाहिँ भ्लग 1 हो भ्लग 2 अनि भ्लग 3 आउँछ सोडेसम्मको त्यसैले सबैजनाले सब्सक्राइब गर्नु होला अनि तिलोतमा उहाँको 9 गते हुँदैछ म यही युट्युब च्यानलबाट लाइभ पनि गर्नेछु सो स्टे ट्युन थ्याङ्क यू सो मच एभ्रीवन फर वाचिङ सब्सक्राइब भन्दिनु सब्सक्राइब गरिदिनु होला सबै भिडियो चाहिँ हाल्दिनँ अब अर्को वर्ष होला फेरि अर्को भिडियो हाल्ने त्यही हो त सब्सक्राइब गर्नु होला थ्याङ्क यू